आज फेरि सन्डे मर्निङमा निस्किनु होइन आज अलिअलि लागिरहेको छ र त्यस्तो चिसो मौसममा आउँदा पनि ढुगा खोकिनु चाहिँ भेटेन। तर हिजो एक दिन मास्क हुन्छ, त्यो मास्क नलाइकन काम गरिदिँदा चाहिँ झट्टै ढुगाले भेटेर फेरि झन् सन्डे मर्निङमा त झन् सन्डेको दिन बिदा हुन्छ, छिट्टै बेलुका ढिलो सुतेर बिहान पनि ढिलो उठाउँला भनेको हुन्छ। झन् बिहान यति चाँडै निन्द्राले छोड्छ कि के गर्नु भने निन्द्राले छोडेर त्यही भएर अब जानुपर्यो सन्डे मर्निङ झट्टै यहाँ आउँदा फेरि रेड लाइटहरूमा यस्तो झ्याउ लाग्दा त्यही भएर यतातिर अब त्यस्तै हो, यहाँ पनि झ्याप्प रेड लाइट भइदियो अब चट्ट यतातिर होइन। अब हाम्रो नेपालतिर आकाश चाहिँ सर्लक्क परेर अब धेरै उता नजाऊँ, फेरि कता पुग्यो होला खासै बाटो पनि थाहा छैन आफूलाई। मरिगाउँबाट निस्क्यो हराइयो भने फेरि छुट्टै त एकातिर सिम पनि छैन आफूसँग होइन। यहाँ आएको एक महिनाभन्दा लगभग बढी नै भइसक्यो, तर पनि हाम्रो साउले चाहिँ हाम्रो एलियन कार्ड बनाइदिएको छैन। अब अस्ति बिहान बनाइदियो भन्दाखेरि फेरि अब सिनसँग गरेछु, उताबाट बोलाउँछ आजभोलि धेरै भिडभाड छ, बोलाएपछि जाने हो भन्दै थियो। अब कहिले बनाइदिन्छ, बनाएपछि चाहिँ ढुक्क हुन्छ। त्यतातिर फेरि बिहान हिँड्दा पनि आनन्द भनेको बाटोहरू कति सफा स्वच्छ छ, मान्छेहरू सबै आफ्नै तालमा हुन्छ। अब उनीहरू सबै बिजी नै हुन्छन्, कसैलाई केही सोध्नु पनि भएन। त्यसको त आज पनि काम छ होइन कम्पनीमा। अब हामीलाई त नआइज भन्यो, अब खोइ एक दुईजना केटाहरूलाई पुरानो दाइहरूलाई चाहिँ आइज भनेर उहाँहरू चाहिँ काममा जानुभयो। अब हामी फेरि यही त पारामा कामसँग केही छैन। सामानहरू त्यस्तो छ, लास्टै महँगो छ यहाँ पनि। मर्निङमा खाइयो, मर्निङमा खाएर बस्यो न, नास्ता खानु पऱ्यो त भनेको। कति छ र लगभग यति, एउटा कफी, एउटा चक्लेट र एउटा पाउरोटीलाई 6000 अरे। के गर्नु के भन्नु मात्रै हो। यो पार्कमा आइपुग्यो होइन। पार्क चाहिँ अति दामी छ, हरियाली छ चारैतिर जता आएको चाहिँ होइन। मस्त छ ठाउँ नि यो बस्नुलाई। यस्तो छ पार्क चाहिँ, अब यहाँ भयो बस्ने। बस्यो बसेर अब के गर्नु त हो, यहाँ पनि अब त्यस्तै छ। त्यत्तिकै आएर बस्छु त बस्छु, तर लास्ट टाइम कमक्क फुल फुलेको ठाउँ
अहिले आउँदा चारैतिर हरियाली छ पुरै। कस्तो अस्ति खतरा फुल फुलेको ठाउँ, तर अहिले चाहिँ हरियालीले भरेको छ। अब ठाउँ त आइयो आउन त, यस्तो घुम्यो सर्लक्क पारेर। यहाँ फेरि सबै प्रायः बुढाबुढीहरू मात्रै निस्किँदो रहेछ पोइन्टमा। अरू त खै खासै देखिनँ मैले के हो त्यो कुरो। कस्तो सर्लक्क गमलाहरूमा फुल फुलाएर कस्तो दामी तरिकाले राखेको छ होइन। परैसम्म फेरि पार्कमा पनि कस्तो खतरा खालको धारो राखेको रहेछ क्या। तर हाम्रोतिर त अब हुन्न, त्यही पनि यस्तो खालको धारो। पानी पनि आउँछ होला, पानी आउँछ कि नै, पानी पनि आउँदो रहेछ।